आमाले यस्तै बनाएको छ केटा मान्छेसँग केटी मान्छेसँग यसो अलिकति आँखा जुत्न पर्छ लप पर्छ केटासँग मुलासँग आँखा जुत्न पर्छ फाइट पर्छ हो कि नै त्यही भएर मेरो भ्युअरले पनि कति बेला केटी राम्रो राम्रो केटी जोडाउँछ जुलियाना आजकल आउने छोडी यार नत्र 8,000 मान्छेले मान्छे अटल जुलियाना रमाइलो हुन्थ्यो हेर्न बिचराको जुलियाना र रुबिनजीको जोडी चाहिँ दामी देख्थ्यो क्या टाउको भन्दा पनि ठुलो छ उसको त नै मतलब ज्यान होइन ज्यान ठुलो भए पनि जे ठुलो भए पनि तपाईँलाई चाहिँ अलि रमाइलो हुन्थ्यो नि त रमाइलो भन्दा पनि दर्शकलाई मन पर्थ्यो म पनि जङ्गिन्थेँ ऊ देखेपछि त्यही हाल्नुहुन्छ त्यही भन्न खोजे क्या जस केटा चाहिँ बुझ्छ यतिको बुझ्ने चाहिँ हुनुपर्छ है नि अब केटा मान्छे जोड्न पर्छ भ्युअर्स भाग्छ हेर्नुहोस् सिधा कुरा भन्नुपर्दा केटा मान्छेसँग होस्ट सिङ्गल खेल्नु पर्छ भ्युअर्स भाग्छ त्यो के भन्छ त्यो लक्ष्मी कलेक्सनसँग मसँग 500 भ्युअर्स भयो भने नि योसँग जोइन भयो भने 1-2 मिनटमा 3 मिनटमा 1,000-1,500 2-3,000 भेट्छ दाइ यसको ट्याटु हेर्नको लागि दाइ टाटु हेर्न मैले त हेर्न पाएन रुबिनजी जेलियस होला है फेरि कता के होला फेरि भुलिसके नाम नल्याउन भाइ यार रातमा आजकल त म त उहाँको लाइभ पनि हेर्दिनँ खासै बोलचाल पनि छैन ओहो जस्तो पनि सम्मान गर्नुपर्छ केटा ओए मा टाटु अर्काको टाटु हेर्ने भन्छ आफ्नो टाटु देखेर आयो काजु चाहिन्छ जुलियाना रे खुर्सानी खाएर ए बाबा पनिसुन्डा खाएर पुगेन बिहीबार ल्याएको थिएँ कि मैले अघि खानको लागि खुर्सानी सही छ दाइ पुरी यो चनाको तरकारी हुन्छ नि त्यो हो कि दाइ अनि मासु छैन र भने त्यहाँ बिना मासु कस्तो बिहा हो म त मासु बिना भात भेजवालाको बिहे हुन सक्छ नि त तपाईलाई त यहाँ त अनि के हो काजु खानु पर्दैन भन्दै हुनुहुन्छ त अनि के हो कुरो मान्छेको यहाँ प्रेसर लो भएर कस्तो भयो अस्ति चेक गर्न गएको श्रीमतीको प्रेसर लो हुनु त मेरो प्रेसर लो भएछ यार ला अब नुन अलि धेरै खानु है होइन नुन त म जहिले पनि खानामा नुन थपेन भने म खाना मिठो हुन्न सिधा कुरा मलाई एकदम नुन थप्छु होइन तर यार होइन कहिले काहीँ कस्तो प्रेसर लो भयो यत्रो चिचाउनु पर्छ चक्कर लाग्छ लो भएको त अनि तपाईँको कसरी लो भएको होइन खै के हो त्यही भएर म कहिले पनि चक्कर घुम्ने पनि म कहिले पनि गर्दिनँ नि चक्कर लाग्छ क्या मलाई अनि कहिले काहीँ भिडियोमा गाडी चलाउँदाखेरि के जाम पर्छ नि बिस्तारै गाडी चलाउनु पर्छ नि फन्न गाडी घुमे जस्तो गर्छ यार ए भुइँचालो आएको जस्तो हुने त्यसो होइन फन्न अस्ति काठमाडौँ अमिताको बिहा जाने बेला पनि फन्न गाडी घुमे जस्तो गर्नु जाममा त कलङ्की उता स्वयम्भूत जाममा परे फन्न गाडी घुमे जस्तो गर्छ माका यी बाबा के हो भन्छु यार अन्त एकचोटि चेकअप गराउनु न त अनि प्रेसर लो नै हो र होइन प्रेसर लोले यस्तो बनाउँछ किन रविन्द्र यो गेम पछि भएर भ्युअर्स घट्यो कि भ्युअर्स चाहिँ कम थियो कि के हो कहिले अहिले होइन यस्तो आजकल त्यति खासै मेन भनेको सुभाष अब गेमलाई इन्ट्रेस्टिङ पाएन भने गिफ्टहरू हेर्नुहोस् हामीसँग आजकल त्यति खासै हुनुहुन्न अनि त्यहीमाथि पनि भए पनि गेम खेल्ने मान्छेको एकदमै होस्टको कमी छ क्या अहिले जस्तो कि अघिसम्म फुल्ली जोसमा थिएँ म अनि 4 गेमसम्म त्यो के अरे रक्की भाइ म डन हामीले 4 गेम खेल्यौँ 4 गेममा 20 पनि स्कोर आएन 4 पटकमा 20 स्कोर नै आएन अनि दर्शकलाई बोर लाग्दैन दर्शक अनि छोडेर गयो के अनि टिकटकै ग्लिच होला के है अनि स्कोर नआएपछि अनि भ्युअर्स भागिहाल्छ नि भ्युअर्सलाई कसलाई हेरेर रमाइलो छ र अनि सब भ्युअर्स गरेर उहाँ भूतको लाइभ गरेर बस्छन् हो कि नै सबै भ्युअर्स भूतको लाइभ गरेर बस्छन् आजकल हो के अनि फ्रीमा इन्टरनेटमा हेर्न पाएपछि मान्छेले अनि मेरो लाइभमा बस्छ त अनि कोही कि त क्यासमा बिचरा भाइ भन्नुभएको छ कि त मारामार परिश्रम हुनु पर्यो हेर्नको लागि होइन रमाइलो हुनको लागि मारामार हुनु पर्यो
कि त चन्दन अस्ति च्यालेन्जिङ गेम नयाँ पनिसन च्यालेन्जिङ गेम खेल्ने मान्छे हुनु पर्यो जहिले पनि हग्ने पार्ने त्यही ऊ मात्र पनिसन हुन्छ अनि कहाँ च्यालेन्ज कहाँ चन्दनसँग खेल्दा च्यालेन्जिङै हुन्छ त चन्दन थिएन र यस्तो के सुभाषजी उसले फेरि अब चन्दन बाटो भइसक्यो सिधा कुरा उसले भर्खर भन्यो नेपालीसँग गेम खेल्यो भने दाइ स्कोर आउन्न गिफ्टिङ गर्ने मान्छेले पनि उतापट्टि कता मेरै मान्छे हो के गिफ्टिङ म त सक्दिनँ अब भनेर बहाना बनाइहाल्छ नि दाइ त्योभन्दा पाकिस्तानीसँग खेल्छु 1 लाख स्कोर आउँछ भन्छ उसले पनि आफ्नो फाइदा हेर्ने भयो हो कि नै अब भोटिनीसँग खेलौँ भने हेर्नु सुभाषजी अब भोटिनीले पनि एकजना इन्डोनेसियन केटा पाएको छ उसँग गेम खेलेर बसिरहेको हुन्छ हामीसँग खेल्ने बेलामा उसको पावर सकिया हुन्छ ऊ सुत्छ छैन अनि अर्को कुरा के भन्दाखेरि डन भोटिनी दिपना हाब्रे भनेको गेम खेल्ने केटीहरू एकदम रमाइलो हुने केटीहरू च्यालेन्ज हुने केटीहरू एक अर्कामा बोल्दिन यिनीहरू डनसँग भोटिनी बोल्दिन हाब्रेसँग दिपना बोल्दिन अनि लास्टमा गाह्रो पर्ने मलाई अनि हामी कोसँग गएर गेम खेल्ने अनि ठुल्ठुलो लाइभ होस्टलाई फलो गर माकाहरू फलो ब्याकै दिन्नन् त्यही भएर गेम आजकल च्यालेन्जै भएन क्या सुभाष त्यही भएर गेमै च्यालेन्ज भएको छैन आजकल हामीसँग अलिकति सपोर्ट पनि कम हुनुहुन्छ अनि त्यही भएर पनि स्कोर नआएपछि दर्शक झाल मार्न गइहाल्छन् अनि गेम खेल्ने बेला पनि पछार हुनुपर्छ कि उतापट्टि कसले ड्याङ कि ड्याङ हान्न पर्यो कहिले हामीलाई पछार्न पर्यो कहिले हामीले हान्न पर्यो पछि हेर्ने मान्छेलाई मजा आउँछ कन्टिन्यू एक्लै जिते पनि जे हुन्छ अनि रबिन दाइले पनि चाहिँ एउटै होस्टरसँग दिनकै गेम खेल्यो भने तपाईँको भेट्सलाई बोर हान्न छोडिदिएको दाइ आज एक दिन योसँग खेल्यो भने 3 दिन पछि फेरि बल्ल जोइन हुन्छु मसँग होस्टरको कमी छैन यस्तो नै गर्ने हो दाइ बल्ल भेट्सलाई पनि मजा आउँछ त दाइ भ्युअर्स हेरिरहेको 12 बजेतिर 500 जना भ्युअर लिएर बसिरहेको हुन्छ आज मजा आउँछ कहिले काहीँ यस्तै हो दाइ तर चन्दनले हिम्मत हार्दिन यार उसकोमा 500 जना भ्युअर भएर पनि गेम खेल्न छोड्दैन म मुलासाक 6000 भ्युअर्स नभएसम्म मलाई गेम खेल्न मजा आउँदैन यार जबसम्म 6000 मान्छे हुनुहुन्न जबसम्म भित्र तागतै आउन्न मलाई यार सिधा कुरा चन्दनले 500 भ्युअरमा गेम खेलेर हुन्छ मोत यार अनि प्रेसर लो रहेछ अनि कसरी तागत आउँछ त तपाईलाई चाहिँ अनि हैन यस्तो भ्युअर्स आएपछि च्यालेन्जिङ भयो भने मलाई अटोमेटिकली आफै तागत आउँछ क्या एकदमै जोसिन मन लाग्छ अनि अलिकति यसो गिफ्टलाई अलिकति स्कोरलाई पुस गर्नु भने हेर मेरो पछि छ भनेपछि हामीलाई पनि जोस चल्छ न भ्युअर्स डबल अघि त 7000 मान्छेमा 7000 पनि डबल पाएन यार अनि झेउला हो कसरी थाहा भएछ है त्यो भ्युअर्सहरुलाई पनि तपाईको प्रेसर डबल ट्याप फलो गर्न भनेपछि मरिजानी के ओके न कमसे कम गिफ्टरलाई फलो गर भन्दा कमसे कम भोलि बिहान गिफ्ट अहिले माथि आएर केटी बोल्नु पर्छ हुटुटुट फलो पर्छ हो नि चम्किन पर्छ डाङ डाङ किट डाङ फलो गर्छन् वेलकम बिहारजी त्यही भएर दाइ अहिले मैले प्रोफाइल नि केटीको राखेको अलि बढेछ क्या दाइ यस्तो राजनीति नगर्नु यार टिकटकमा पनि राजनीति गाइज प्लिज फलो गर्नुहोस् त यति नगरी त फलै गरेन दाइ अनि हो नि यार साथीहरु कमसे कम गिफ्टरलाई फलो गर्नु फलो गर्दैमा के चाहिँ जान्छ त यार हो नि यसकोमा गएपछि हामीलाई पनि सपोर्ट हुन्छ भनेपछि यसो गिफ्टर पनि आउनुहुन्छ टाइममा फलो कसैले गर्दा अलिकति चम्किने केटी आउनु पर्छ अझ मेरा छाती देखाएर आउने केटी हुनु पर्छ ओहो यहाँ त केटाहरु त प्रोफाइल लिएर भ्याउँछ यार अलिकति सेक्सी केटी ल्याइदिन पर्छ जोडिन पर्छ मेरा केटाहरु त ड्याङ्की ड्याङ फलो त माका त अहिले जुलियानालाई जोड्नुभयो भने अहिले 7000 यतिकै पुग्छ होइन सुभाषजी आजकल आउनु यार पहिला गेम खेल्ने बेलामा मसँग उसको व्हाट्सएप नम्बर छ के उसले पहिला गेम खेल्ने बेलामा रुबेन 1 गेम प्लिज जोइन भन्थे अब उसँग खेलेपछि हेर्न रमाइलो हुन्छ सुभाषजी हेर्न रमाइलो हुन्छ मजा आउँछ च्यावालीसँग त जोड्नु भएन व्हाट्सएपमा तपाई कहाँ जुलियानालाई जोड्नु भ्याउनु भइसक्यो हैन हेर्नु सिधा कुरा विदेशी हो नि त केटा त लास्टै फास्टर यस्तो के च्यावाली किन भन्दाखेरि अब च्यावालीसँग जोडेपछि हाँसो मजाक हुन्छ उहाँले कडा गेम खेल्नु न अब त हाँसो मजाक लपका गरेर कति हेर्नु दर्शक वक्का भइसके तर अलिकति सुन्नु मेरो कुरो अनि जुलियानालाई जोडेपछि कमसे कम गिफ्टरले पनि अलिकति सेक्सी पोजिसन हेर्नको लागि पनि कमसे कम स्कोर आउँछ क्या दिमाग लाउनु पर्छ तपाईले यार के कुरा गर्नुहुन्छ भन्नु न त खुलाउनु न त त्यस्तो व्हाट्सएपमा पनि त्यतै हेर्नु यार फुल कहाँ फुले संसारक
अब काँडे संसार भने जस्तै व्हाट्सएप नम्बरले भन्दैमा त्यो सोच्नु मैले पनि अस्तिबाट सपनाजीको नम्बर पनि लिएको छु मसँग गेम खेल्ने सपनाजीको नम्बर लिएको छु किनभने मलाई त गेम खेल्नु होस्ट चाहियो नि त अनि म भोटिनीसँग व्हाट्सएपमा बोल्छु कहिले काहीँ अनि सपनासँग खेल्दा नि दाइको भ्युवर्स टन्न हुन्छ हो नि च्यालेन्जिङ हुन्छ तर घरिघरि ढोक्न पर्छ यार। खेल्छ नि त तर घरिघरि जित्नु लागि त आफूले हान्छ कि जस्तो नि लाग्छ घरिघरि त्यो त मलाई थाहा भएन अरूको कुरा नगरौँ तर मैले आफै चाहिँ हान्छ होला कि जोन भन्ने केटाले हाने गर्छ क्या त्यसलाई होइन यार अरूको कुरा नगर यार होइन उहाँको पनि मनपर्ने मान्छे हुनसक्छ त्यस्तो कुरा नगरौँ जस्तै कि मलाई मनपर्ने मेरा सपोर्टर तपाईँहरू हुनुहुन्छ भने उसलाई पनि मनपर्ने कोही हुनसक्छ नि त अब त्यही भएर नदेशसम्म अब त्यस्तो नबोलौँ अब तर उसँग गेम च्यालेन्जिङ हुन्छ रमाइलो हुन्छ भ्युर्स पनि बढ्छ गेम च्यालेन्जिङ हुन्छ त्यही भएर मलाई अस्तिबाट उसँग नम्बर मागेर गेम खेल्नुभन्दा पहिला यसो कहिले यसो जोडौँ है म तपाईँलाई एसएमएस गर्छु भनेको हिजो अस्ति पनि एसएमएस गरेँ घरि बिरामी छ म त बिरामी भएर त आएको छु भन्नुभयो कहिले अघि पनि एसएमएस गरेको डक्टर घरै आउनु भएको समय उ गर्न बिरामी भएर भन्नुभयो त्यही भएर गेम खेल्ने मान्छे नै छैन कि यार तनाव यार चन्दन बाटो भएर पाकिस्तानसँग खेलिरहेको लक्ष्मी कलेक्सनसँग मेरो च्यालेन्जिङ हुन्थ्यो रमाइलो हुन्थ्यो श्रीमतीले दाइको पनि छ त बाहिरको साथीहरू छ त गेम खेल्नलाई किन यस्तो हात्तिएको भने खै को छ र त्यस्तो छैन र युसुफ पनि झुर्लुक्का र अस्ति अनुहार देखाएर गयो न एउटा डल्लेसँग लास्ट च्यालेन्जिङ हुन्थ्यो कि सुभाषजी डल्लेसँग त्यो एउटा एकदमै वर्ल्ड फेमस आजकल आउने छोड्यो मैले उसलाई एसएमएस गरेँ जोइन द गेम भने त्यो लाइभतिरै देखाएको छैन मैले त्यो मान्छेलाई आई स्टप द लाइभ भन के किनभने उसँग च्यालेन्ज किनभने ऊ त वर्ल्ड फेमस हो नि त उसको मतलब मिलियन अफ लाइक आउँछ आमा त्यसको त्यो गेम भन्दा नि कार्टनहरुबाटै उसलाई बच्चाहरूले हेर्ने टाइपको कार्टन च्यालेन्ज हुन्थ्यो भने पनि हामीलाई च्यालेन्ज गर्थ्यो रमाइलो हुन्थ्यो अनि अब त रियान भन्ने केटाहरूसँग मसँग साथीहरू छन् इन्डोनेसियन केटाहरू खेल्छ तर स्कोर नआएर हेपेर जान्छ नभए के अन्त स्कोर नआएपछि जसले पनि हेप्छ अब स्कोर भयो भने गेम खेल्ने मान्छे उतापट्टिका मान्छे जोस चल्छ स्कोर नआएपछि जसले पनि हेप्छ कहीँ हो त्यही भएर अलिकति गेम खेल्ने मान्छे कमी छ यसो बनाउनु न साथीहरू बनाउनु यसो गेम खेल्नेहरू अलिक ठुलो होस्लाई हल्ला बेका पाइँदैन चन्दने ओए चन्दने तिमीसँग बहुत पनि धोनीसँग यसो कहिले काहीँ यसो जोडा है चन्दनलाई जोड्न लाउनु न नत्र ठुलोमा राख्न हजुर चन्दनलाई टाटु देखाएको सुन्नु दाइ सुभाष दाइ त्यो ठुलो होस्ट भनेको 11 बजेदेखि बल्ल उता आउने हो दाइ 11 बजेदेखि त्यो पनि हो 11 बजेदेखि बल्ल यता आउने अहिले यो मेरो अनुसारमा नेपालको 7 बजेदेखि 10 बजेसम्म सबै नेपाली होस्ट हुन्छ सबै नेपाली होस्ट हुन्छ त्यो सानो सानो होस्टरहरू ठुलो ठुलो होस्टरहरू नि जहिले पनि राति लाइभ दाइ आउँछ दाइ 4-5 घण्टाको सही कुरो जति पनि र्याङ्कमा बस्छ सबै राति बस्ने मान्छे पाइन्छ फेरि बाटो हुन्छ किनभने अब यो भन्दा पछि भनौँ न हैन बाहिरतिरका मान्छेलाई पनि अब सब टाइम हुन्छ नि त उहाँहरूको गिफ्टरहरूको पनि फेरि त्यति बेला फेरि भ्युअर सुन्दा फेरि सिधा कुरा किनभने भ्युअर्सहरू कति रात छैन कि दाइ गिफ्टर भयो भने नि दाइ भ्युअर्स यतिकै भइहाल्छ दाइ बढिहाल्छ दाइ सही कुरो गर्छ यार भ्युअर्स लिएर के गर्नुहुन्छ दाइ अरे सही कुरो गर गिफ्टर भएन भने त भ्युअर्स पनि भागिदिइहाल्छ त्यो त हो सही कुरा वाक्य बनाउने बानी मान्छेहरू लास्ट वाक्य बनाउने हो नि यार अस्ति अघि 4 गेम रक्की म 4 गेममा 20,000 स्कोर आएन 7,000 मान्छे थिए 7,500 मान्छे अनि भ्युअर्स भागिहाल्यो कति हेर्नु वाक्क लगाएर लाग्दैन वाक्क अनि गेम खेल्ने पनि हाम्रे जस्तो अनुहार धनुहार कायमैसँग रविन दाइले नि होइन बहिनी जस्तै मान्छेलाई लिएर आउँछ कि दाइ बहिनी जस्तै मान्छेलाई अनि के भन्छ भैँसी जस्तै मान्छेलाई आफूभन्दा चर्किलो मान्छेलाई जसको उसको कुरा सुन्ने बित्तिकै तपाईँको गिफ्टरको भियर्सको कानबाट खुन निस्कोस् कि यस्तो यस्तो मान्छेलाई जोइन गर्नु पर्यो कि दाइ कानबाट खुन निस्किने तपाईँको भियर्सको र गिफ्टरको रिस उठोस् कि उसको कुराहरू सुनेर दाइ यस्तोलाई जोइन गर्नु पर्यो दाइ त प्लानिङ नभन्नु भाइ यार के कुरा गोपेर खा यार लास्ट चाहिँ हँसा यार होइन तिमीले भन्न खोजेको अलिकति च्यालेन्जिङ हुनु पर्यो भनेको नि त
अलिक चर्किलो मान्छे के दाइ होइन तिमीहरूले अलिकति च्यालेन्जिङ गर्नु पर्यो अलिकति तगडा च्यालेन्ज गर्ने रिस उठ्ने हो कि नि उसले पनि भने मैले बुझ्छु होइन चन्दन के पालिया छ हो पछाडि ऊ आउँदैछ नि त ए मेरो बिरालो कति जग्गा हेर्नु न दारी पाल्या छ साथीहरू ल एकचोटि फलो गर्नुहोस् हामीसँग गेस्टमा पाण्डाजी हुनुहुन्छ उहाँलाई फलो गरौँ मिस्टर आर्जलाई फलो गरौँ सङ्गीतजीलाई फलो गरौँ क्युमिजीलाई फलो गरौँ रिपेन्जीलाई फलो गरौँ सुभाषजीलाई फलो गरोस् कङ्गालजीलाई फलो गरौँ सबैले फलो गर्नुहोस् मेरा मित्रहरू हबिबी कम टु नेपाल ओइ जन दियो क्या बिरालोहरू सोनिका दिदीलाई पनि बोलाउनु न राति लेडी तरै भन्नु सोनिका पनि नेपाल आउने भनेर झोला पक्क पार्दै बस्यो लास्ट टाइममा 6 महिना खोइ पछि आज त पार्टीमा छ भन्दैछन् दिदी उसको पार्टीमा के छ हौ हालखबर यो एयरफोन निकालेर बोल यार के भन्नुभयो एयरफोन हो बोल राम्रो आएको क्या आवाज त्यो ब्लुटुथ खोलेको थियो कि त्यही भएर ड्युटी गर्नु आज ड्युटी गएर आएको मर्नु भएको छ मर्नु भएको छ मतलब को मर्यो फेरि थके लागेर मर्नु भएको छ धेरै काम गर्यो क्या हो अनि बिहानदेखि अनि के छ नयाँ हलचल नेपाल आउने कुरो त बन्द भएको रे बन्द भयो अब सर लक्कै रविन दाइ हजुर हजुर चन्दनले गोस्ट हन्टिङ गर्दैछ त्यहाँनिर जहाँ म यहाँ लाइभ बस्छु नि दाइ मैले एक हप्ता म भोलि अब आज अब एकछिनमा म घुम्न निस्किन्छु दाइ होइन यता नि दाइ म जस्तै कि क्रिकेट खेल्छ नि दाइ क्रिकेट स्टोरी हेर्नु भएको छ दाइ क्रिकेट खेल्छ नि दाइ स्टोरीमा कस्तो लाइट लागेको हुन्छ होइन सेम यस्तै बनाउँछु दाइ पुरै फिल्ड नै बनाइदिइहाल्छु दाइ डिस्टर्ब हुन छिमेकीलाई वरिपरिलाई भयो भने के फरक भयो दाइ वरिपरि सबै चन्दनको होला कि डिस्टर्ब हुने कहाँ दाइ गाडी पछाडि तपाईँ गाउँ नै गाउँ दाइ ऊ हेर्नु त दाइ घरै गएर दाइ म गाउँको भित्र हो दाइ तर के कसले यतिको खुल्ला भएर गेम खेल्न पाए पो मजा आउँछ है हाम्रो त श्रीमती यसो अलिकति जिस्किन उस्तै पर्दा चन्दनले यो गाउँमै किनिदिने बेर लाउँदैन कि यस्तै फ्री भएर लाइभ बस्न पाए पो मजा आउँछ हाम्रो श्रीमती त अलिकति केटीसँग जिस्किने बित्तिकै छेउमा आएर सुतिन्छ नि यत्रको छेउमा आएर बसिदिन्छ नि रुजिया मुसा जस्तो हुन्छु म अनि मुडा हुन्छ श्रीमती अगाडि बसी तनाव औडा होइन के रे सुनि के यस्तो गर्नु पर्यो रविन दाले नि एउटा स्टुडियो रुम भनेर छुट्टै बनाउनु पर्ने हो कि घरमा खै कता बनाम खै तिनमध्येमा अन्ठाउँ कहाँ हुन्छ र होइन त्यो स्टुडियो रुममा त आफू मात्र जान पाइयो नि अरू जान पाइएन त्यस्तो खालको बनाउनु पर्यो यार के छ हाल खबर यार चन्दन दाइले त रङ्गशाला जत्रो ठाउँ बनाएको छ यार ए माकै के अनि के ल्याडो के हो यो यो गाउँमा बिहे थियो कि त आज ऊ बिहे हो दाइ यो झिलिमिली ए बिहा हो त्यही मात्रै बिहे खाएर म त्यही भएर त लाइभ नआउँदा आज त चन्दन यही झिलिमिलीमा बसेर लाइभ आयो नि हुने रहेछ त्यही भित्र गराइन दाइ बुढाबुढा डिस्टर्ब नगर है दाइले भन्नुहुन्छ घरतिर ऊ त्यहाँ छिमेकीमा घरै घर छ दाइ ऊ हेर्नु पहिलो रात खल्लो बनाइदेऊला यार यो पनि घरै हो दाइ कस्तो घरै गर्छ दाइ रविन दालाई एउटा कमेन्ट आयो पोखरा बेचेर चन्दनकोतिर सर्नु दाइ रे गर्मी एरियामा नजाने यार प्लास्टिक गर्मी हुन्छ उता त फ्यान चलाउँदा बेगुन दाइ एसी हिटर राखेर के गर्मी र त्यो त हजुर हुन्छ त्यो त लाइभ बस्नुजेल मात्र यार बाहिर हिँड्न पर्नु बजारतिर मेरामा तराईतिर त पाकिन्छ यार अस्ति गाउँ गएको पाल्पा केरा बारदेखि झलासित लास्ट गर्मी भयो गाइस प्लिज फलो एकपल्ट सबैले फलो गर्छ ल दाइ म गएँ दाइ ल म अब घुम्न आने कि दाइ अब म धेरै अलिकति ल अहिले लाइभ बस्दैन रविन दाइतिर एउटा खोज्दै भएर जग्गा कति छ दाइ आयो भने त भइहाल्छ नि दाइ दुई भाइ एकै ठाउँमा बसेर लाइभ आउँदा मजा नि हुन्छ ए मेरै घरमा आउँदा भइहाल्छ दाइ केही दिनको लागि ट्राई गर्दा हुन्छ कि दाइ
दाइ पनि दाइले दुईवटा ड्रममा ठुलो ड्रममा नै दाइ टाउको तल खुट्टा माथि गरिदिनु पर्छ कि दाइ म त गर्छु गेम च्यालेन्ज भयो भने त म त गर्छु पनि अलिकति कडा गेम हुन पर्छ हस्पिटल पनि अलिक नजिक भएको ठाउँमा जानै जाइ हस्पिटल अलिक क्लोज भएको ठाउँमा अस्ति चन्दनले यहाँ आगो लाउन भन त्यस कि भैँस कि अहिलेसम्म टाटो बसे हेर्न यो त कहिले नगरौँ दाइ त्यहाँनिर अब टक्क ट्याटु हान्ने के भाउजूको टक्क एउटा फोटो बनाएर ल दाइ म गइरहेँ ल दाइ सुभाष दाइ सबै दाइहरू ल चन्दन ल ल गाइज प्लिज सबैलाई फलो गर्नुहोस् एकपटक हामी एकदमै अन्तिममा छौँ भर्खर मात्र नेपालमा 1 बजेको छ